यति बेला चाहिँ म जापान पेन्सन सर्भिस सेन्टरको नजिकै छु। म भर्खर पेन्सन सर्भिस सेन्टरमा गएँ किनकि वर्किङ गर्नुभन्दा अगाडि चाहिँ एउटा पेन्सनको कार्ड चाहिने रहेछ। त्यो कार्डको लागि चाहिँ गएको होइन। तपाईँहरू पनि जानुभयो होला होइन। यदि तपाईँ वर्किङ गर्दै हुनुहुन्छ भने तपाईँलाई नि काम लाग्न सक्छ यो भिडियो होइन। अनि यहाँ चाहिँ जापानमा चाहिँ स्टुडेन्ट लाइफमा पनि पेन्सनहरू आउने गर्छ। यदि तपाईँले त्यो मुक्त गर्नु भएन भने चाहिँ जसरी पनि तिर्नुपर्ने रहेछ। मेरो 1 महिना जति चाहिँ बाँकी रहेछ होइन, त्यो चाहिँ अब तिर्नुपर्ने छ। यहाँ चाहिँ जापानमा चाहिँ सबै कुराहरू चाहिँ यदि तपाईँले त्यहाँ गएर कन्ट्याक्ट गरेर सम्पर्क गरेर सौदान गर्नुभयो भने चाहिँ डिस्काउन्ट हुन्छ। त्यतिकै छोड्नु भने चाहिँ जसरी पनि तिर्नुपर्छ क्या। आज मलाई मेरो पनि कुन कुन महिनाको एक महिनाको चाहिँ 1 महिना बाँकी रहेछ। त्यो चाहिँ गएकोबाट चाहिँ जाइसुको सोमेसो ल्याएर आयो भने चाहिँ मिना हुन्छ भन्ने कुरो भएन। अब जानु पऱ्यो, गएको ल्याउनु पऱ्यो र गाह्रो छ। वर्किङ गर्नुभन्दा अगाडि नै यति धेरै कुराहरू झन्झटहरू गर्न कहाँ गएर कार्ड ल्यायो के ल्यायो गाह्रो छ। तपाईँहरू पनि यदि कुयाक्सु गएर चाहिँ तपाईँको निन्किन चाहिँ मिना भएको छैन भने चाहिँ नजिकैको पेन्सन सर्भिस सेन्टरमा जानुहोस् अनि आफ्नो गाकुसै कार्ड लगेर जानुहोस्। त्यहाँबाट चाहिँ मिना हुनसक्छ है त, तपाईँलाई मिना गरिदिन्छ। मलाई अहिले गएकोबाट जाइसुको सोमेसो ल्याएर आइज गरिदिन्छु भनेर चाहिँ 1 महिनाको मात्रै बाँकी रहेछ मेरो। मैले पहिला पनि कलसल गरेर चाहिँ त्यो डिस्काउन्टहरू गरेको थिएँ। भन्नाले म गाकुसै हो, म स्टुडेन्ट हो भनेर भनेको थिएँ। स्टुडेन्टलाई चाहिँ तिर्नु पर्दैन पेन्सन। यदि तपाईँ अझै त्यस्तो अल्झिएर बस्नुभएको छ, गएको सोचेको भइसक्यो कतै गर्दैन कि भनेर बस्नुभएको छ भने चाहिँ तपाईँलाई चाहिँ काम लाग्न सक्छ है त। गएकोबाट जाइसुको सोमेसो ल्याएर आएपछि गरिदिन्छ अरे। थ्याङ्क यू फर वाचिङ गाइज।